दर्शकबिन सबैलाई मेरो न्यू ब्लगमा स्वागत छ होइन। यो चाहिँ भिरे मौरी भन्ने भन्छ हाम्रो पहाडतिर चाहिँ होइन। यो चाहिँ जङ्गली हनी होइन, जो जङ्गलमा हुन्छ त्यो ठुलोवाला मौरी हो। यसको चाहिँ चाकाहरू टन्नै रहेछन् होइन। हनी पनि थियो, रस पनि थियो थिएन त, तर फेरि पोल्दाखेरि चाहिँ के भयो भन्दाखेरि यसको जो हुन्छ नि त्यो चाहिँ प्लास्टिकको जस्तो हुँदो रहेछ कि गरम भएपछि पुरै पिग्लिँदो रहेछ। त्यही भएर चाहिँ रसभरि चाहिँ सबै धेरै जसो भुइँमै झरेको थियो, किनकि यसको माउहरू धेरै थियो नि त, त्यही भएर अलिक तक्लिफ भएको थियो हामीलाई होइन यो निकाल्दाखेरि। त्यही भएर पुरै रस निकाल्न सकेनौँ, तर जति पनि निकाल्यो तपाईँहरू देख्न सक्नुहुन्छ होइन। प्योर अर्ग्यानिक हो यो चाहिँ होइन, केही मिलावट छैन यसमा चाहिँ होइन। एकदम अर्ग्यानिक हनी हो यो चाहिँ है, जङ्गलको ठुलोवाला घर मौरी होइन। यो चाहिँ जङ्गलमा पाउनेवाला ठुलो मौरी, भिरे मौरी भन्छ यसलाई चाहिँ है। यो पनि मेरो पहिलो एक्सपिरियन्स हो होइन। योभन्दा पहिला मैले यसरी कहिले मौरीहरू पोलेको थिएन होइन। यो चाहिँ घरको मौरी त मैले निकालिरहेको थिएँ होइन, त्यो त नर्मल हुन्छ नि, तर यो चाहिँ अलिक डेन्जर हुन्छ भन्थे पहिल्यैदेखि होइन। पानी मुनि गए पनि छोड्दैन अरे भन्ने गर्थ्यो, त्यही भएर यसलाई चाहिँ हामी रातमा पोलेका थियौँ होइन। त्यति एक्सपिरियन्स नभएको हुनाले होइन, हामीलाई थाहा थिएन नि त यो कस्तो हुन्छ भनेर। यो बुवाहरूलाई त थाहा थियो, तर मलाई थाहा थिएन, किनकि यो बहुत डेन्जर हुन्छ भनेर भन्थ्यो। तर त्यति टोक्न चाहिँ धेरै टोक्यो, लगभग टोटल 10-12 चोट टोक्यो होला मलाई होइन। तर यसको दर्द पनि हुने रहेनछ होइन, दुख्ने रहेनछ त्यति होइन। योभन्दा त बरु त्यो घरको मौरीले टोकेको दुख्छ कि जस्तो लाग्यो मलाई होइन। त यो मौरीले टोकेको चाहिँ त्यति दुख्ने रहेनछ, तर माउ हेर्दा चाहिँ यसको ठुलै छ है। माउ चाहिँ झन्नै अरिङ्गालको जत्रो माउ जत्रा छन् होइन। छोराहरू देख्न सक्नुहुन्छ पुरै सेते सेते होइन। यसरी हातमा टोकेको थियो मेरो चाहिँ होइन, 5-6 थप्पड त मेरो हातमै टोकेको थियो। अनि शरीरमा पुरै शरीरमा टोटल गर्दाखेरि चाहिँ 10-12 चोट चाहिँ टोकेको छ मलाई, तर त्यति दुख्ने रहेनछ। तर भन्ने गर्थे होइन यो चाहिँ बहुत डेन्जर हुन्छ अरे, पानी मुनि गए पनि छोड्दैन अरे भन्थे होइन। तर होला पनि होइन, यसको माउ नै डेन्जर छ होइन। रातिमा त यस्तो पुरा लाइट बाल्दाखेरि पुरा लाइटमा आइरहेको थियो कि माउ पुरा झपझप होइन, नदुखे पनि डर लाग्ने क्या होइन। मनमा अर्कै तुरुको डर लाग्थ्यो, देख्न सक्नुहुन्छ होइन। मैले फुल भिडियो चाहिँ बनाउन सकेन, किनकि मैले कोसिस त गरेको थिएँ, तर फ्लाइट त्यो क्यामेरा चालु गर्ने बित्तिकै होइन पुरै माउ आउने क्या झापझाप्ती होइन त्यो फ्लासमा। त्यही भएर चाहिँ मैले पोलेको भिडियोहरू चाहिँ बनाएन। चाहिँ अर्ग्यानिक हनीहरू हामी अलग अलग गर्दैछौँ होइन। रस अलग एकतिर, अनि यसको चाका भन्छन् हाम्रोतिर होइन, पहाडतिर छोराहरूलाई चाहिँ एकतिर बनाएको छ। छोराहरूको चाहिँ सब्जी पनि खान मिल्छ, अनि त्यत्तिकै खानलाई पनि मिल्छ। रस त अब थाहा नै छ होइन, सबैले खान्छन् नि, त्यही भएर हामी अलग अलग बनाउँदैछौँ। यो कुट भन्ने पनि रहेछ यसको होइन, प्यालो प्यालो मक्खन जस्तो होइन। यस्तो यस्तो हन्टिङहरू चाहिँ हामी गरिराखेका हुन्छौँ गाउँमा भएपछि होइन। कहिले अरिङ्गाल, कहिले हनी होइन, मौरीहरू। यो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला होइन। यो चाहिँ अहिले माउहरू सबै त्यहीँ मरेका रहेछन् कि होइन। हामीले रातिमा अँध्यारोमा सबै हातले निकालेका थियौँ नि त, त्यही भएर हामीले देखेका फ्लास चालु गर्ने बित्तिकै अब माउहरू आइहाल्थ्यो। त्यही भएर हामीले अँध्यारोमै यो सबै निकाल्यौँ होइन। त्यो निकाल्दाखेरि चाहिँ माउहरू सबै त्यहीँ परेको रहेछ कि, कचराहरू पनि परेको रहेछ, गन्दा रहेछ। त्यही भएर चाहिँ हामी यसलाई कपडादेखि फिल्टर गरेर अनि चाहिँ रस चाहिँ अलग निकाल्दैछौँ होइन। जति पनि कचरा आउँछन् सबै निचरेर हामी रस मात्रै निकालेका छौँ होइन। ल ल डबल गर्दा हो, डबल गर्दा ल मिला त यसलाई यस्तै हाल कि यस्तै होस् कस्तो हाल कि कोल हाल त्यत्रो मासु यार राति फेरि कम्ता छ मैजालाई यस्तो डाडो भएर बोन डाडो ठुला डाडो हाल हेर त सोही पनि सक्दैन यति मास त बिहान सक्यो मान्छे झाडी हातै माछ यात्रा साडी झाडी मान्छे साडी झाडी मासु भरिन्छ क्या
मेरो चाहिँ यो फट्ने छान गयो त त्यहाँको बेच्ने चाहिँ गाई बाँध्नु गयो खायो त रात हामीले जितेको हो नि ल बहुत म हाल्दो रहेछ नि कति 10 गाडी कति खायो हजुर अझै बेच्ने 20 दामी बेच्ने भने त कहाँ केटाहरू नबेच्नु भने पता हो हजुर